आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू नमस्कार। हामीहरू मेल्लेक गाउँपालिकाका विभिन्न वडा र गाउँहरूमा निर्वाचन अभियानमा छौं। यो निर्वाचन अभियानको क्रममा हामीले हात्तीकोटबाट माघ 20 गते हाम्रो अभियान सुरु गरेर आज हामी माघ 24 गते मेल्लेक गाउँपालिकाको सोडसा अन्तर्गत झडी गाउँमा आइपुगेका छौं। यो झडी गाउँमा आइपुग्दा यहाँका दिदीबहिनी दाजुभाइहरूले हामीहरूलाई जुन प्रकारको सम्मान, जुन प्रकारको समर्थन, जुन प्रकारको सहयोग गर्नुभएको छ त्यसबाट हामीहरू अत्यन्त उत्साही भएका छौं। हामीहरू जहाँ जहाँ गयौं त्यहाँका बासिन्दाहरूले तारा चिन्हमा छाप लगाएर नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउने वचन दिनुभएको छ। यसबाट हामीहरू उत्साहित भएका छौं र म सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। हामीहरू हाम्रा राजनीतिक दलका, हाम्रा पार्टीका विभिन्न नेताहरू सहित र समानुपातिक उम्मेदवार केशर मिया र निर्मला साउद सहित हामी गाउँ बस्तीहरूमा घर दैलो कार्यक्रम गरिरहेका छौं।